र यतिखेर 1500-1600 साथीहरू एकसाथ जोडिनु भएको छ। अब हामी म्याच खेल्छौँ, म्याच। मुद्दा हक्दा खाँदा जति बेला नि लाइभ बस्नु पर्छ। पुण्य गौतमसँग पंगाल लिन्छ। ल नेक्स्ट। What's up, motherfuckers? तपाईको नागरिकता चाहियो? कसको नाति? कसको छोरो? My name is Liu Buddha. He is a ordinary person. बुझ्यो? हेलो ब्रदर, कहाँबाट आउनु भयो तपाईँ चाहिँ? झापाको। ने झापालिस त थाहा छ, हामी चिन्छौँ। कस्तो कस्तो क्वेसन सोध्छ भित्र केही थाहा छ तपाईँहरूलाई? ढेर नबुक। भुकेकोले तँलाई छुइसके मुझे टोक्यो भने के गर्छस् नाच्ने? पहिला के काम गर्नुहुन्थ्यो तपाईँले? हाम्रो स्टोनरलाई ए ड्रग्सको व्यापारी पो हो तपाईँ पहिला? गाजाले ड्रग्स भन्दैन। यस्तो गरम त पुण्यजी बरु 3 जनालाई सँगै राखेर इन्टरभ्यु लिदिउँ है। No, I can't agree with you. ल 2 जना अझै आउनु त भित्र। के छ यार केटाकेटी हो? अब खासै कसैलाई फक यु पनि भन्न पर्दैन यहाँ। भित्र आउनुस् त तपाईँहरू छिटो। तपाईँ लिनुहुन्छ कि इन्टरभ्यु? I don't like to talk with him right now. बिचारालाई नयाँ इङ्ग्लिस वर्ड नै केही आएन छ। खातेहरू साला। हाम्रो क्षेत्रको सबभन्दा राम्रो अंग्रेजी बोल्ने मान्छे। ओ यस 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 यस। तपाईँको इङ्ग्लिसलाई मैले चाहिँ मान्छु कि तर आई रेस्पेक्ट। धेरैले मलाई यो कुरा भने, अब म मख परेको छैन। म त जन्मिँदै म पुरै मक्ख भएर जन्मिरहेको थिएँ आमाले भने। सिभी दिनु त तपाईँहरूको पहिला। छैन खुली छैन। नो ब्रो। ल ल केही छैन, लिल बुद्धबाट सुरु गरौँ है त। ल इन्टरभ्यु। तेरो दाइको नाम लिल बुद्ध होइन? अघि भर्खर लिल बुद्ध भनेको होइन तपाईँले? नो ब्रो। ल ल भन्नु न त त्यसो भए के हो तपाईँको नाम? साकार। ए साकार हो तपाईँको नाम? हो। कस्तो हो र तपाईँलाई आफ्नो नाम थाहा छैन? पागलहरू साला। दिस इज नो पागल, रिमेम्बर द्याट। पागलहरू साला। पागल झोला लाग्छ मेरो गुला खा। के भएको हो र भाइ यो साकारलाई? आफ्नै साथीभाइहरूले यार त्यो भाइ पागल भइस्, भाइ बौलाइस् भनेर त्यो मेसेज पठाउँछ यार। त्यही भएर तिमीलाई म पागल लागेको हो क्या? ए हुन त होइन नि, होइन पागल। म मेन्टल हो गाइस। एम आई फकिङ मेन्टल? नो नो। अनि तपाईँले पढ्न चाहिँ कहाँसम्म पढ्नु पर्छ त? 1 हप्तासम्म। उनी साधारण मान्छे हुन्, 3 जना मध्ये थर्ड भए। पढ्दै नपढेको मान्छेलाई हाम्रो कम्पनीले लिँदैन, सरी। भाइ पढाइले के पनि हुँदैन। म कहिले पढ्दिन क्या गाइस। पढाइ सढाइ अलि जिरै छ मेरो होइन, बोलीचाली चाहिँ ठिक हुनु पर्यो। म्याथ सिक्ने। म्याथ सिक्ने। बाबा हो, अब तपाईलाई नसकिने हो। बोलीचाली कसैको नि राम्रो लागेन त मलाई त। तिमीहरूले थाहा छ अब त्यो म्याथ सिक्ने के भनेको सुन्यो मैले? म्याथ सिक्ने भनेको। हार्ड नभएको जिब्रो कहिलेका लटपटिन्छ, टङ सेप पनि होला। सोचै त गलत छ। बिग्रेको केटा नसोच केटा हो। हामी ल्याङ्ग्वेजले डिटरमाइन चाहिँ गर्दैनौँ है फेरि। हो त्यो हो त अनि। त्यस्तो होइन, म त्यस्तो मान्छे होइन, म सोझो हो। तपाईँले त्यस्तो के गर्न सक्नुहुन्छ जुन चाहिँ हाम्रो कम्पनीको मान्छेले गर्न सक्दैन? आफ्नो हात जगन्नाथ। मुख छाडिदिउँ मुजीहरू। छाड्दिन्छु रन्डीको बान। सबैको गएर मुखमा गएर मुख दिनुपर्ने झ्याक्नेहरू साला। मुख छाड्नु बाहेक अरू केही छ कि? नो ब्रो। तपाईँ सबभन्दा सन्तुष्ट कति बेला हुनुहुन्थ्यो त आफ्नो काममा? प्रिटी गर्ल स्लिपिङ इन द बेड अलवेज। तर के गर्ने, गर्लफ्रेन्डै छैन र त। म गर्छु आग्राको कुरो, तपाईँ बुझ्नुहुन्छ आग्राको कुरो? अनि भन्नु साकारजी, के प्लान छ त तपाईँको हाम्रो कम्पनी जोइन गरेपछि? मेरो प्लान भनेको 3 करोड नेपालीलाई अस्ट्रेलियामा लिएर आउने हो। प्लानिङ त म गर्छु। त्यो तिमीहरूले पहिले दिमागमा प्लान गर्नु पर्यो क्या? कम्पनीमा चाहिँ के प्लान छ भनेर सोधेको कि मैले। वार हान्ने प्लान, दुनियाँ प्लान। 3 करोड नेपालीलाई अस्ट्रेलियामा लाने भन्नुहुन्छ, देशको माया छैन तपाईँलाई? देशको माया लाग्छ छैन? अहिले उठ्न, केले रोकिरहेछ खाते? यो हाम्रो देश हो, आस्पेक्ट नेपाल। त्यस्तो देशको माया सबैलाई हुन्छ त्यस्तो त्यो भित्रबाट, तर सक्नु पर्यो नि त। अब देशभक्तै हुन आएको हो नि त। नेपालमा मुझे सब पुरानो झ्याउ लाग्छ। भए पनि पुरानो, हाम्रो देश नै हाम्रो मान हो। गाडो। खै मेरो लागि त अमेरिका यही छ त। वेयर डु यु सी योरसेल्फ इन 5 years? अबको 10-20 वर्षपछि पनिको टिनेजरहरूसँग पनि म भिडियोमा नाचिरह हुन्छु क्या। हे तेरिका, कम्पनीमा भनेको के यार? खतीमा तोप बोकेर हल्लिन्छु गल्ली र चोक। के भएको क्या तपाईँहरू? ए ल ल तपाईँको कमजोरीहरू चाहिँ के छन् त अनि? निन्द्रा लाग्दैन। किन? यङ टिनेजर्सहरूलाई निन्द्रा नलाग्ने बानी छ क्या। यो कमजोरी चाहिँ हाम्रो कम्पनीको लागि फाइदाजनक छ, ओभर टाइम गर्नुपर्छ क्या, त्यही भएर। अनि जबरजस्ती सुट भन्नुपर्ने। एन्ड वाट आर युर स्ट्रेन्थ्स? हामीलाई पनि मान्छे काट्न आउँछ म्याथ सिक्ने। हामीलाई पनि आउँछ मान्छेको दिमागसँग खेल्न खाते। उत्तर बगाएर दक्षिण खोज्नुपर्ने टाइपको मान्छे तपाईँ। होइन होइन, काट्न त पाइन्न, भिडेर हिँड्ने मात्र हो। के भने? अहिले इन्टरभ्यूको लास्टमा बुझाउँछु। ए ल ल एन्ड वाइ सुड आई हायर यु? गन छ मसँग रन्डीको बान। होइन मैले होइन। ए सरी गन तल राख्नु त, पछि म तपाईँलाई त्यो भन्दा ठुलो दिन्छु। गन के गन? गाडो। गन छ मसँग म्याथ सिक्ने, आइज। गुन्डाहरू हो क्या यिनीहरू? गुन्डै जस्तो लागिरहेको। 17 years 18 yearsबाट गन बोक्ने टाइम हो। मसँग एउटा पेन छ, त्यो पेन मलाई नै बेच्न सक्नुहुन्छ तपाईँले? होइन हावा कुराहरू नगरौँ होइन। हावा कुरा होइन, हेरौँ न कस्तो छ दिमाग। तर दिमाग राम्रो पनि छ। डोन्ट टिच लिटल बुद्ध। होइन मैले होइन। होइन मसँग पेन नै छैन। अलि इज्जत दिँदै थिए, त्यस्तो पनि हरायो। थाहा पाइस पनि कसलाई भनेको? तँलाई भनेको। 2-4 शब्द आफ्नो बारेमा भन्नु न त ल। रन्डीको छोरा। रन्डीको छोरो
आई थिंक सो। 2 शब्द मिठो मुख छाडेर भन्दैन हुन त त्यस्तो मुख छाड्नेले म्याचिङ 2 शब्द भन्न पाए खुसी लाग्यो। ए तेरिका आफ्नो बारेमा भन्नु भनेको के यार? मलाई म एकदम सही हो जस्तो लाग्छ क्या। म त बेच्छु म्याचिङ ने। वर्ल्डको नम्बर 1 हुन चाहन्छु म। पहिला तपाईँले काम गर्ने ठाउँमा तपाईँको बारेमा भन्न सक्ने 3 सकारात्मक चिजहरू के हुन् त? खाते साला रन्डीको छोरा। म्याचिङ पहिला के काम गर्ने हुन्थ्यो रे? तिमी पो काममा जानुपर्छ त भाइ। तिमी पो भाडा मास्नुपर्छ त भाइ। तिम्रो दाइ करोडपतिलाई केही मतलबै छैन क्या। घरभित्रै हुने काम गर्ने हो। त्यो मात्र चुजहरूको कामै छैन तिनीहरूको देश बिगार्ने। त आफ्नो काम गर्न। के कामै त देखिन मैले तिमीहरूको। हुनै भएन त्यो शैतानको काम हो। फ्युचर प्लान केही छैन कि क्या हो तपाईँहरूको? म खुकुरी पसल खोल्दैछु है। अनि साकारजी जसको अन्तर्वार्ता गरे त्यसको मात्रै नाम लिनुपर्छ भन्ने छ? अरूको त नाम सोध्नै भ्या छैन त। अनि वाहियात कुरा गर्नुहुन्छ। अनि तपाईँहरूको चाहिँ नाम के पर्यो? पुण्य गौतम नै हो फेरि। तपाईँको नाम होइन के? दिस इज लिल बुद्ध आतंककारी। हे तेरिका तपाईँको थाहा छ के यार? What's up guys? This is मान्छे पुरेटिस। दिस इज र्याप मदरफकर्स। पूछे जपाती रैप नान। त मुझे खाते चोर फटा भनेछ मुझे। साला जाँठा। केटाकेटी हो के छ केटाकेटी हो। हुनु त मैले यही केटाकेटी हो भन्दा पनि रिसाउनेहरू छ कि हो। ब्रिटेन नै भन्छु यार म चाहिँ ब्रिटेन नै भन्छु। तिमीहरूको के हो थाहा छैन होइन? टेल मी व्हाई डु यु वान्ट दिस जब? किनकि मेरो बाउ जस्तो कुल मान्छे यो संसारमा कोही छैन रन्डीको बान। बाउको कुरा कहाँबाट आयो फेरि यहाँ? के छ हजुरबाबुहरू खाते साला। मेरो बाउ जस्तो कोही कुल मान्छे छ? त्यसको बाउको झ्याक्ने। के काम गर्नुहुन्छ र तपाईँको बाउले? मेरो बाउ आफ्नो काम गरी हिँडिरहेछ रक्सी बेचेर होइन। तपाईँलाई यो जब चाहिँ किन चाहिएको थियो भन्नु त? केही थाहा छैन। के भन्नु म तिमीहरूलाई केही थाहा छैन। सिक्नेहरूलाई केही थाहा छैन। बुढा तपाईँलाई पनि केही थाहा छैन। स्यालेरी कतिसम्म लिने सोच्दै हुनुहुन्छ त? पहिले भने होइन करोडपतिको छोरा। लौ पैसा बिनै काम गर्नुहुन्छ त्यसो भए? पैसा बिना केही पनि हुँदैन यो संसारमा। त्यही भएर त स्यालेरी कतिसम्म लिनुहुन्छ भनेर सोध्दैछु नि म। रन्डी भन्यो भने पैसा कमाइरहेको छ तेरो दाइले बुझिस। रन्डीहरूलाई केटीलाई हेपेको छ नि त यार हेपेको छ नि त यार हामीले। तपाईँहरूलाई 9 महिना कोखमा राखेर जन्माउने त्यही केटी नै हो। के 9 महिना कुखुरा के त्यो त नेचरै त्यस्तै भएपछि केटी भएर जन्मेपछि सक्यो त त्यो। रेस्पेक्ट गर्नु भन्न खोजेको अरू केही होइन। त्यो कम्प्लेन गर्ने कामै छैन नि। केटी नै किन भइस् त? नमस्ते तपाईँसँग बोलेर सकिन्न। नमस्ते गाइज। मलाई पैसा चाहिएको छ क्या पैसा। पैसा दिन्छस् मलाई? दिन्छु के पैसा भन्नु त? स्यालेरी कतिसम्म लिनुहुन्छ? मलाई पैसा चाहिएको छ पैसा। पैसा हो मेरो प्रब्लम। तपाईँ यो जबको लागि उपयुक्त हुनुहुन्छ जस्तो लाग्छ तपाईँलाई? किन? खतरा हो म ओभर खतरा हो। म ओभर खतरा हो मेरो कुरै नगर। लिउ बुद्ध गौतम बुद्ध भन्दा खतरा भएन अब? आफूलाई म जस्तो खतरा कोही छैन भन्नुपर्छ। तिमीहरू भन्दा खतरा हो भाइ। यस खतरा गर्नु पर्यो। ल तपाईँहरूलाई के सोध्न मन लाग्छ हाम्रो बारेमा सोध्नु त ल। के छ खाते? मेरो त ठिक छ। ल एउटालाई चाहिँ निन्द्रा लाग्दैन रहेछ, अनि अर्कोलाई चाहिँ गन चलाउन आउँदो रहेछ, अनि एउटालाई चाहिँ खतरा बोल्न आउँदो रहेछ। नबोल्नु भन्दा बोल्नु नै ठिक हो क्या बुझ्यो नि। सबले सेक्युरिटी गार्डको जब पायो ल। अनि सेक्युरिटी गार्डको लागि त इन्टरभ्यू लिएको हो नि यो। खाते साला झ्याक्ने। खुकुरी बोक्नु पर्ने बेला भएको छ क्या। खुकुरी हो सबजना। ल तपाईँहरूको के तपाईँ भन्ने अब तिमीहरूको जब फिक्स भयो, भोलि मलाई आएर भेट अनि काम पाउँछस्। काम छैन लिल बुद्धको तँलाई भेट्दै बस ल। भोलि म मर्छ कि। त्यही भएर यो काम चाहिँ झुकेर पनि नगर। फक द्याट शिट। तिमीहरूलाई जब चाहिएर यहाँ आएको होइन? बुढी चाहिएको छ। यो बुढी पाउने ठाउँ हो, बाहिर जा। होइन मैले होइन। अब कसलाई राख्ने त सेक्युरिटी गार्ड? तपाईँ बस्नुहुन्छ? सरी आई एम एक्सट्रिमली सरी। होइन मैले होइन। आफ्नो सिक्युरिटी आफैसँग राखेको राम्रो। I'm really sorry.